गरेर पठाइदिनु भयो मम्मीले अनि अरू रानी ठुली मम्मी होइन उहाँले होइन सरप्राइज भन्ने कुरा थाहा नदिएरै आउने है ल ल अरू कसले पठायो होला भन्नु त ल लाज नभन्नु न भन्नु बाबुले चाहिँ गेस गरिसक्नु भएको छ मम्मीले भनेर ल हेर्नु त कसले रहेछ अरू बाबाले ल मम्मी र बाबाले यो यति राम्रो फोटो फ्रेम बनाएर पठाइदिनु भएको छ हजुरहरूको भविष्य बनाउनको लागि परदेश भएको बाबा मम्मीले हजुरको खुसीको लागि यति धेरै गिफ्ट पठाउनु भयो ल बाबा मम्मीलाई के भन्नुहुन्छ ल भन्नु थ्याङ्क यू बाबा मम्मी थ्याङ्क यू बाबा मम्मी थ्याङ्क यू बाबा मम्मी त अहिले मलाई धेरै गिफ्टहरू पठाइदिनु भयो त थ्याङ्क यू ल बाबुलाई बाबा मम्मीको मायाले गर्दा अब यसरी गिफ्ट पाउँदा नर्भस हुनुभयो ठिकै छ अब बाबुले बोल्न सक्नु भएन ल आमा र बुवाले भनिदिनु पर्यो अनि बाबाले छोराको लागि यसो छ छोराको लागि उनीहरूले अब परदेश भए पनि राम्रो एउटा माया गरेर होइन हामी सहितलाई पनि यो त पहिलो कुरो हो आज मात्र होइन पहिलो कुरो हो परदेशमा छन् सबै कुराहरूको चाहिँ व्यवस्थापन राम्रो होस् होइन उनीहरूलाई पनि एउटा फल्दो फुल्दो होस् हामी पनि यहाँबाट सबै कुराहरूको व्यवस्था चाहिँ राम्रो होस् भन्ने चाहिँ चाह्यौँ त्यो आज त्यो यसरी आयो कि अकस्मात हामीलाई चाहिँ के भन्छ कुनै पनि केही नहुँदाखेरि हामी अति खुसी छौँ मेरो चाहिँ के भन्छ छोरा बुहारीप्रति त्यही आमाले के भन्न चाहनुहुन्छ ठिकै छ अब किनभने छोराबारी परदेश गयो भने अब जानुभयो सबै कमान जानुभयो त्यहाँ गर्नुभयो अब गयो भने नाति नातिना पारेर मैले सबै व्यवस्थाहरू बस्नु भन्दा धेरै खुसी छ किन अर्का छोराबारीले यस्तो गरेन भने मैले सोधेको थिइनँ तर छोराबारीले एकदम ठिक गरेर राम्रो गरेर त्यही गरेर मलाई खुसी रहेछ नरुनुहोस् हजुरहरूकै खुसीको लागि परदेश भएको अहिले अब यसरी किनभने एउटा थियो एउटा एक्काइस भयो मलाई एकदम खुसी छ किनभने छोराबारी परदेश छन् छोराबारीको उसले भन्दा हुन् ओहो फलानाका छोराबारी परदेश छन् यसरी बुढाबुढी यसरी किन बस्या हुन् भन्दा हुन् तर भन्यो भने किन बाध्यता अवस्थाले बस्नुपर्छ नानी डरले बस्छ बाध्यता हो किनभने अब नभना भन भने पनि डुडेन नाति छन् अब बनाएको सम्पत्ति त कसका भएको सम्पत्ति त कसका छोरालाई पुग्दैन नानी कसका छोरालाई पुग्दैन तर नपुगे पनि छोराबारीले अति खुसी नै व्यवस्था बनायो भने हर्क भने किनभने नाति पनि मैले राम्रो तरिकाले घरको बाहिर फेर्न जान्दिनँ अर्काको सुन्दैन आफ्नै घर व्यवस्था मैले राम्रो यस्तो नातिहरू पालेको छु मलाई एकदम खुसी छ एकदम किनभने परदेश भए पनि घरै एकदम काखना पतालको जस्तो भयो म एकदम खुसी छु नानी अब नरुनुहोस् पिर नगर्नुहोस् हजुर